साथीहरु यहाँहरुलाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा र अहिले चाहिँ म यता एक ट्रिप गरिसकेको छु साथीहरु। अहिले चाहिँ लाजिमबाट एरियातिर छु साथीहरु हैन। अब हेरौँ कताको ट्रिप लाग्छ। अझ 1 घण्टा जति बसिसक्यो ट्रिप लागेन। त्यही भएर चाहिँ अब यसो लोकेसन चेन्ज गरेर यसो अलि अगाडितिर गएर बसौँ न त भन्ने सोचेर बसिरहेको छु। ट्रिप नलाएर बिजोग छौ। र अनि अहिले चाहिँ फेरि यो के भन्छ रे यसको नाम इनड्राइभले चाहिँ हैन फेरि 2940 रुपैयाँ बोनस उपलब्ध के भनेर आएको छ हैन। अब यो चाहिँ के रहेछ भने अहिले 30 बाट 6 सम्म गऱ्यो भने चाहिँ भने हो कि खोइ के हो कि अब यसमा चाहिँ के लेखेछ नि जुन 30 अनि 6 त्यस्तो लेखेको छ हैन। खै म त कुरै बुझिनँ हैन। अनि 70 ट्रिप कम्प्लिट गर्यो भने चाहिँ 2940 रुपैयाँ चाहिँ हामीले बोनस पाइने रहेछ। अब त्यही लेखा जस्तो लाग्यो हैन। अनि यहाँनिर 70 ट्रिप कम्प्लिट गरेपछि आउने रहेछ। मान्छे भर्खर एक्टिभ गरे है आजबाट। 30 जुन अनि 6 जुलाई भने चाहिँ लगभग 6-7 दिन जति चाहिँ 1 हप्ता जतिमा चाहिँ हामीले 70 ट्रिप कम्प्लिट गर्यो भने हामीले चाहिँ बोनस पाउने छौँ। त्यति यो देखाएको छ हैन साथीहरु। ट्रिप चाहिँ लागेन क्या मेन कुरा चाहिँ। अहिले चाहिँ यता सुन्धारातिर आइपुग्यो साथी। त्यहीँबाट नजिकको ट्रिप लागेको थियो 250-53 को। त्यही लिएर अनि यता काठमाडौँ मेट्रो हस्पिटलतिर आएको थिएँ। अनि त्यहाँबाट चाहिँ अब त्यहाँ बस्ने न यता यता आएँ। अब हेरौँ कहाँको ट्रिप लाग्छ है। एउटा ट्रिप चाहिँ हालेको छु सुन्धारा ल्याएको छ। अब हेरौँ उठ्यो भने जानुपर्छ। फाइनली उठ्यो। फाइनली साथीहरु तेस्रो ट्रिप पनि कम्प्लिट भयो। यहाँ के भन्छ रे यो झापसी हाइटबाट माथि रहेछ भित्रपट्टि ल्याएर झार्यो। बाहिर निस्किँदैछौँ। हेरौँ कताको ट्रिप लाग्छ। र अनि अर्को कुरो के यार बाटोमा होइन मान्छे हिँडेছিল हेर्नु न। अलि साइड लाएर हिँड्नुपर्छ कि अब गाडी घोडा हो होइन। अब के थाहा अब भने बेला ब्रेक लाग्न सक्छ नलाग्न सक्छ। अब यताउता हेरेर हुन्छ होइन। अलिकति आफ्नो चाहिँ बाटोमा हिँड्दाखेरि चाहिँ ल अलि आफूले विचार पुऱ्याएर हिँड्नुपर्छ क्या। र अनि अर्को बाइक यस्तो लापरवाही गरेर चलाउँछ कि नेपालमा बाइक है। अब के कुरा गर्नु यार साथीहरु यार। भन्यो भने भने जस्तो हुन्छ। साथीहरु त्यहाँ बसिरहेको थिएँ एकछिन। फेरि त्यहाँबाट नि 400 कतिको 400 प्लस छ है त्यहाँको ट्रिप लागेको छ। अब जाउँ 5 किलोमिटर लगभग 5-5.5 किलोमिटरको छ। 420 कि 400 कतिको ट्रिप देखाइरहेको छ साथीहरु है। लिन जाँदैछु फोन पनि गरेँ। त्यहाँ बिग मार्केट अगाडितिर कता हुनुहुन्छ अरे भन्दै हुनुहुन्थ्यो। जाँदैछु अब 400 मिटर मात्रै अगाडि देखाइरहेको छ लोकेसनले। यो काठमाडौँको चाहिँ खास गल्ली बाटो। अब कहाँ के अब मान्छे एकतिर हुन्छ बाटो धेरै है लोकेसनले। जाँदैछु मान्छे लिनलाई मान्छे लिने ठाउँमा पुग्नलाई। यो बाटो फेरि यस्तो छ गङड्याङ र गुङरुङ नेपालको बाटो। के गर्नु यार साथीहरु। ल ठिक छ ठ्याक्क म यहाँ हाइवे रोड जस्तोमा आइपुगेको छु। कता बिग मार्केट अगाडितिर हुनुहुन्छ चाँडै आइदिनु है भन्दै। बाटो यस्तो छ है ठिकै छ। जाउँ मान्छे लिएर पुऱ्याइदिउँ। सर यहाँबाट धेरै टाढा छैन साथीहरु। डेस्टिनेसन म
म चाहिँ जस्तो जहाँ यो ठाउँ त्यो ठाउँ हेर्दिनँ क्या, लिने ठाउँ चाहिँ हेर्छु होइन, कतिको के कसो टाढा छ र अनि पुऱ्याउने ठाउँ चाहिँ कति किलोमिटर छ यसो अन्दाज गर्छु क्या, अनि भ्याटो उठाइदिइहाल्छु। म त्यति साह्रो चाहिँ उ गर्दिनँ। ल म अहिले भेट्ने छु। ल त साथीहरू, यो ट्रिप पनि कम्प्लिट भयो र ठ्याक्कै त्यहाँभित्र हल्का बसेको मात्रै थिएँ। यहाँबाट एयरपोर्टको टिप लाग्यो 425 हो कि 35 कतिको टिप लागेको छ। 450 त देला नै भन्ने आशा होइन, हेरौँ। र अनि इन्डियन डे छ है, अब इन्डियन डे छ, एयरपोर्ट जाने टिप आएको इन्डियन डे छ। अहिले चाहिँ म यता दरबार मार्गतिर छु, यता जाउँ भने जाम छ, म घुमेरै जान्छु यताबाट। अहिले चाहिँ म दरबार मार्गतिर छ है, देख्न सक्नुहुन्छ। अब जाउँ टक्क लाएर अनि एयरपोर्ट उठाउँ है, एयरपोर्टमा जाउँ। एयरपोर्टबाट फेरि कताको टिप लाग्छ। अहिले 11 बजिसकेको छ साथीहरू। फाइनली साथीहरू त्यहाँबाट मैले एयरपोर्ट गएको थिएँ नि त। एयरपोर्टबाट चाहिँ एउटा थाइल्यान्डको केटीलाई चाहिँ लिएर आएर त्यहाँ उसमा झार्दिएँ मैले, ठमेल होटेलमा झार्दिएँ। अनि त्यहाँबाट चाहिँ म बिस्तारै आइरहेको थिएँ। ठ्याक्क डल्लुबाट चाहिँ फलङ्गीको टिप लागेको छ साथीहरू। फलङ्गीको टिप पनि कम्प्लिट भइसकेको साथीहरू। कम्प्लिट भएर अब 1 बज्न लाग्यो, बज्यो नि भने म अब चट्ट जानु पऱ्यो। खाना खाउँ है, खाना खाएर अनि एकछिन चार्ज गरौँ। खाना खाएर एकछिन चार्ज गरेर अनि काम गर्नु सुरु गर्नु पर्ला। अब यस्तो चट्ट खाना खाने अनि त्यसपछि गएर काम सुरु गर्नु पर्ला। खाना नि खानु पऱ्यो है। म फास्ट चार्जिङ चाहिँ गर्दिनँ है साथीहरू, स्लो चार्जिङ हो। स्लो चार्जमा हालेर अनि खाना टक्क खान जाने हो। टक्क खानासाना खाइसकेपछि चाहिँ अनि त्यसपछि गएर अनि बेलुकासम्म काम गर्नलाई चार्ज पनि पुग्छ। अनि टिप चाहिँ बजाएपछि छ आज साथीहरू है। काम चाहिँ गर्नुपर्छ है, खटाइ चाहिँ गर्नुपर्छ। महिना चाहिँ नहुनु, दिनको 7-8 हजार चाहिँ कमाउँछ है साथीहरू। हिजो पनि 8500 जति कमाएकै हो है। अब आज पनि अब कति कमाइन्छ अहिलेसम्म लगभग 3000 जति चाहिँ बनाइसकेको छु। अब खाना खाउँ, खाना खाएपछि अर्को 3-4 हजार त बेलुकासम्म कमाइहाल्ला। म 9-10 बजीसम्म काम गर्छु। त्यही अनुसारले 7 देखि 8 हजार कमाउनु थालेपछि अनि म चाहिँ पुग्छ मलाई है। धेरै पनि अब कमाउने भन्ने हुँदैन। ल साथीहरू, अब खानसाना खाउँ, चार्ज गरौँ अनि कताको टिप लाग्छ म भेट्ने छु है त। सब्सक्राइब गरौँ है साथीहरू, सब्सक्राइब। फाइनली साथीहरू मेरो टिप चाहिँ अहिले फेरि लगाइसकेको छ। अघि खाना खाएर यहाँ सामोकोसी एक टिप लिएर आएँ है। फेरि यहाँ सामोकोसीबाट चाहिँ फेरि यहाँ अगाडि वसुन्धरा चौकीबाट चाहिँ 445 कि कतिको टिप लाग्यो। अघि पनि 445 थियो, 50 दियो। अहिले पनि 445 जतिको टिप लागेको छ। म लोकेसन हेर्दै जाँदैछु साथीहरू। पानी पर्ला जस्तो भइरहेछ। अघि फेरि काम चलिरहेको थियो, अहिले फेरि पानी पर्ला जस्तो भइरहेछ। अब जाउँ, हेरौँ कहाँको टिप हुन्छ होइन। अब कहाँनिर पुऱ्याउनु पर्छ। म टाक्कन ठिसुङ गरेर पुऱ्याइदिइहाल्छु। अनि त्यसपछि फेरि कहाँनिर जान्छु भन्ने कुरो, कता टिप लाग्छ भन्ने कुरो गर्छु। मैले फोन गरिसकेको मान्छेलाई फोन गरेको। म यो वसुन्धरा चौकीबाट अलिकति अगाडिपट्टि छु, बाटैमा भन्नुभएको छ। हेर्नु है त, यिनीहरू होला सायद। चाहिँ फाइनली साथीहरू यता सामोकोसीतिर भनेको थिएँ नि त मैले टिप अब होइन। सामोकोसीबाट चाहिँ म चाहिँ न्यु रोड गएँ। न्यु रोडबाट चाहिँ यता भक्तपुर साइडतिर गएको थिएँ। भक्तपुर साइडबाट चाहिँ ठ्याक्कै अहिले यहाँ पशुपतिको पछाडिपट्टि है, त्यहाँ अगाडि चाहिँ बाटो ब्लक रहेछ। अनि यता झार्दै गरेको। अनि भन्दै थियो यहाँसम्म नि 500 पर्छ र भन्दै थियो। अनि परिहाल्छ नि होइन, बुक गरेपछि त हाम्रो अब 50 रुपियाँ काट्छ 500 रुपियाँमा होइन। 450 मात्रै हामीलाई पर्ने हो होइन। मैले त्यही भनिदिएको नि, हामीलाई चाहिँ 50 रुपियाँ क्युआर गरिदिएको छ। र अहिले चाहिँ म यहाँ बसिरहेको छु वेटिङमा है। अब कताको टिप लाग्छ हेरौँ। यहाँ नि ट्याक्सीहरूको लाइन छ ठ्याक्कै पशुपति पछाडिपट्टि है। त्यहाँ मित्र पार्कमा जाने चाहिँ के अरे मित्र नगर कि मित्र पार्कमा जाने चाहिँ बाटो ब्लक रहेछ। बाटो बनाउनु होला सायद, त्यही भएर
अब हेरौँ कहाँको टिप उड्छ कहाँको टिप लाग्छ है। अनि म टक्क लाएर सबैजनालाई देखाउने नै छु कहाँको टिप। पशुपतिबाट चाहिँ म हिँडी साथीहरू त्यहाँ अब बाटो ब्लक छ है। मासतिरबाट चाहिँ अब टिप आइरहेको थियो टाङ्ग टाङ्ग। अब बाटो ब्लक छ कताबाट जाने कन्फ्युज भइरहेको छ क्या। म फेरि अब यता खासै चल्दिनँ नि त। अनि त्यही भएर म चाहिँ अब यताबाट चाहिँ अब चिनेको बाटो त्यो अगाडितिर गएर बस्छु। अब हेर्छु त्यहाँबाट चाहिँ कहाँको टिप लाग्दो रहेछ। अनि त्यही अनुसारले जान्छु भनेको। यहाँ बाटो फेरि ट्याक्कै रोक्दै क्या सधैँले। ब्रो के गर्नु यार यो स्कुटीहरूलाई हतार हुन्छ बाइक स्कुटीहरूलाई है। चट्ट जाउँ अब अलि अगाडितिर बसौँ है। अनि त्यसपछि गएर कहाँको टिप लाग्छ हेरौँ। यतापट्टि कस्तो उल्टो के बरु उता तिलगङ्गाको हानेको थियो याद। अनि तिलगङ्गा लैदिन्छु भनेको यता पछाडि ल्याइदिएर बाटो ब्लक भएर तिलगङ्गा बस्न पाए एयरपोर्टको पनि उठाउनु मिल्थ्यो यता पशुपतिको पनि उठाउनु मिल्थ्यो नि त। त्यहाँबाट टिप लाग्थ्यो। अब यताबाट अब कहाँ बाटै थाहा छैन यार। अब यस्तो टेन्सन बनाइदियो भने अब के गर्नु। अब नचाहेर नि बौद्ध साइडतिर गएर बस्नु पऱ्यो क्या। म खासै बौद्धतिर गएर बस्नै मन लाग्दैन क्या। बरु के गर्नु अझ के भन्छ यार के अरे 500 नै हो र दाइ दिन्छ अरे। त्यत्रो 12 किलोमिटर बुक गरेको छ होइन 500 रुपियाँ हो र भन्छ क्या। मैले 500 त तेरो अहिले चाहिँ म यहाँ लाजिमपाटतिर आइपुगेको छु। त्यहाँ अघि बौद्धकोबाट लाजिमपाट लिएर आएको थिएँ 350 को। र अनि अहिले अब यहाँनिर चाहिँ अब फेरि टिप लगाइसकेको छ 465 को। एकैछिनमा लायो है। अब लिन जाँदैछु यता मारगन साइडतिर रहेछ है। अब नजिकै छ देख्न सक्नुहुन्छ। चट्ट जाँदैछु साथीहरू। अनि त्यसपछि ट्यागको उठाउँछु होइन। अनि लागिहाल्छु म है। मान्छे यतातिर कतातिर होला लोकेसनमै छु भन्दै थियो है। हेरौँ ल साथीहरू फाइनली लगभग 45 मिनट जति होइन आधी घन्टा जति बसेपछि मेरो चाहिँ यहाँ यो के पार्टी प्यालेसबाट चाहिँ इमाटोलतिरको टिप लागेको छ। यहीँ नजिकै छ है। अलि माथिबाट जानुपर्छ। अनि त्यहाँबाट चाहिँ मेरो टिप लागेको छ साथीहरू। इमाडोलतिरको 9 किलोमिटर जति देखाएको छ। 480 को टिप 80 को टिप देखाएको छ साथीहरू। अब म त्यतातिर जाँदैछु है। अब यहाँबाट मासतिर जस्तो लागेको थियो होइन। अब यहीँबाट मासतिर रहेछ लोकेसन चाहिँ। जाम चट्ट लाएर अब होइन यहाँबाट मासतिर ऊ त्यहाँ माथि नै छ नजिकै छ होइन। अब त्यहाँ जाउँ त्यहाँ गएर चक्क उठाउँ। अनि उठाएर इमाडोलतिर पुग्नेछु। इमाडोलतिर गएर भेट्नेछु है त साथीहरू। फाइनली साथीहरू लगभग आधी घन्टा जस्तो बसी म है गोर्खु चोकमा। अनि त्यहाँबाट अहिले यहाँ चाहिँ टिप लायो यता कलङ्गी साइडतिरको 500 कतिको उठेको थियो है। अब म लिन जाँदैछु देख्न सक्नुहुन्छ लोकेसन हेर्दै टर्न राइट दिएको छ है। यो चाहिँ गोर्खु माथि चाहिँ अब पुल भइहाल्यो। तल चाहिँ गोर्खु है। अब माथिको भिडियो चाहिँ हिजो हेर्नुभयो होला तपाईँहरूले। कस्तो लाग्यो के लाग्यो कमेन्ट गर्नु हिजोको मानि है। म अहिलेकोमा यहाँ लिन जाँदैछु। म मान्छेलाई फोन पनि गरिसकेँ लोकेसनमै आउनु भनेको छ। मैले ओके पनि भनिदिएँ। नजिकै छ 500 मिटर। अन्धकार छ है। अब म उता पुगेपछि मात्रै के अरे तपाईँहरूलाई फेरि भेट्नेछु है। अब टिप पनि उठेको थियो नि त। आधी घन्टा जति बस्यो गोर्खुतिर ल्याएको थियो। यो चाहिँ दिउँसो मैले हिजो देखाइहालेँ भ्लगमा है। अब अहिले चाहिँ सायद म फर्किँदाखेरिको चाहिँ अब त्यतिखेर पेसेन्जरले मान्दैन होला है। ठिकै छ ल साथीहरू। अब म एकचोटि गएर उहाँलाई पिकअप गर्छु है त साथीहरू। ल त साथीहरू फाइनली त्यो टिप पनि मैले कम्प्लिट गरिसकेँ है। अब
एउटा अचम्मको कुरा चाहिँ के भयो भने होइन मैले झन् कति भयो भनेको 485 भयो भनेर भनेको के अहिले 485 भयो भनेको अनि हस् भन्यो होइन लास्टमा 450 मात्र हाल्दैछ क्या म्यासेज एकछिनपछि आउँछ यो ब्याङ्कहरूमा पनि 450 मात्र हाल्दैछ क्या होइन कमसेकम होइन कति हो के हो आफूलाई थाहा हुन्छ नि त कतिमा बुक गरेको भनेर यार के हामीले अब 1000 भनिदिन्छ भने उनीहरूले पत्ताउँछ त होइन त्यस्तो हुन्छ नि त अब के भन्नु के नभन्नु के मान्छेहरूलाई पनि फेरि त्यही माथि पनि लोकेसन भन्दा पनि 2 किलोमिटर माथि लानुपर्ने होइन अनि त्यही माथि अर्को फेरि उहाँ सामान किन्नलाई आम्मामा 5-10-15 मिनट कुरो आउने होइन त्यस्तो गर्ने क्या त्यसो गरेर त्यही पनि उसलाई 500 रुपियाँ हालिदेऊ न भन्नु त कहाँ उल्टो मलाई 450 हाल्दैछ क्या साथीहरू दुःख मन लाग्छ नि त यार यत्रो दुःख होइन यति राति होइन देख्न सक्नुहुन्छ होइन कति बज्यो भन्दाखेरि 9 बजेर यति मिनट गइसकेको छ होइन अलिकति हुन्छ नि त मान्छे भएपछि होइन 5-10 रुपियाँ बरु बढी दिँदैमा के नै हुन्छ र क्या आफ्नो लागेको पैसा पनि मलाई पुरा पाएन क्या झ्याउ लाग्छ नि त यार यति राति यस्तो भोगो होइन यसरी काम गर्दाखेरि त सोधौँ भने पनि होइन कति हाल्दै हाल्छ सोधौँ भन्दा पनि हालिदिइहाल्छु नि भने जस्तो कुरो हुन्छ क्या होइन अब नहालिदिएला जस्तो कुरो हुन्छ होइन के भन्नु के नभन्नु ल साथीहरू अब जे जसो भए पनि दुःख सुख होइन अब आज चाहिँ देख्न सक्नुहुन्छ 16 टिप गरेको छु होइन लगभग 7000 जति चाहिँ कमाएको छु कति 9 बजेर 40 मिनट गयो 7000 जति कमाइ साथीहरू अनलाइन अफलाइन गरेर है अब यस्तै छ साथीहरू है अब काम खट्यो भने चाहिँ नहुने होइन हुन्छ होइन अब त्यही हो खट्नु चाहिँ पर्यो साथीहरू है ल ठिकै छ अब आजलाई ब्लग यहीँ इन गर्न चाहन्छु अब किनभने रात पनि पर्यो अब राति पनि राम्रो त्यो थिएन अब म अझै एक दुई टिप गर्छु होला होइन अनि त्यसपछि अनि म गर्छु ल ठिकै छ साथीहरू अब यति भन्दै आजको भिडियोबाट बिदा मान चाहन्छु भोलि अर्को भिडियोमा पक्कै नै भेट्ने छु भनेर यो भिडियोबाट बिदा मान चाहन्छु सबैलाई गुड नाइट शुभरात्रि भन्दै हाम्रो देशको जय होस् जय नेपाल।